हाम्रो मासु रेडी भएको छ है गाइसहरु। हाम्रो हरियो वन नेपाल वन राम्रो छ, एकदम खुसी छ। तपाईको यहाँ तल हल पानी बगिरहेछ, सुरुरु आइरहेछ। चट्टरमल यहाँनिर दाजु र दिदी हुनुहुन्छ दुईजना। मासु पाक्दैछ गाइसहरु। अब यो साथीहरु नमस्ते, म सानो लिम्बू, मेरो मिनी ब्लगमा हजुरहरुलाई स्वागत छ। अनि हजुरहरु सन्चै हुनुहुन्छ, म पनि सन्चै छु हैन। खासै ब्लग बनाउनु चाहिँ आउँदैन, ट्राई छु हैन। एउटा पनि राम्रो छैन, तै पनि रहर लाग्छ है। र आज चाहिँ हामी जंगलमा आएको छौं, हामी दिदी दाजु हुनुहुन्छ। अनि हामी चाहिँ थोरै पिकनिक कार्यक्रम जस्तो लिएर आएको छौं। हिँड्दै हिँड्दै आयौं। अनि यहाँनिर हाम्रो चाहिँ दिदीले यहाँनिर चिसो सार्दै हुनुहुन्छ। अनि हामी मासु पोल खानिँदैन। यहाँ दाजुले बोल्दै हुनुहुन्छ। के गर्नु हुँदैछ दाजु यहाँ भनिदिनु भिडियोमा? म चाहिँ अब रेडी हुँदैछ, अब चिक निकाल्दैछ। हजुर अब यो आगो बल्दैछ। यो भात पो बनाउँछु। ए ल, यहाँ हाम्रो दिदी चिसो सार्दै हुनुहुन्छ। हाम्रो यहाँ चिसो छ, हाम्रो चिसो अघि लुकाउनु भएछ। अहिले चाहिँ नहेरी निकाल्नुपर्छ। हस्, फेरि म ब्लगमा जोड्ने नै छु। मासु पाक्दैछ है, मासु सेकको पाक्दैछ यसरी। अमिलो 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 दामी देखेछ है हाम्रो सेकुवा चाहिँ। यहाँनिर हुनुहुन्छ है दाजु दाजु बनाउने यहाँनिर मेहनत गरेर यहाँ दिदी हुनुहुन्छ। चिसो लिम है, लु अब लिनु पर्ला। हाम्रो हरियो वन नेपाल वन राम्रो छ, एकदम खुसी छ। तपाईको यहाँ तल हल पानी बगिरहेछ, सुरुरु आइरहेछ। 22 साल आज 19 गतेको दिनमा, बुधबारको दिनमा फ्यामिली आएर चाहिँ दाउरा काट्दै गएको मा हामी यसो अलिकति चिसोहरू यसो मासु पोल्दै आएर यसो रमाइलो गरियो। यो खुसी लाग्यो, राम्रो लाग्यो। कति वर्ष भयो बे गरेको भन्नु त दाजु? 22 वर्ष भयो। अझै मन बुझे अझै अब बुढीहरूले चित्त बुझाउँदैन, अर्को बिहा गर्छ जस्तो लाग्छ। भन्छ म त अलपत्र पढेछु हजुर, के गर्नु जति बुढा भयो त्यति राम्रो राम्रो हिँड्छ भन्छ। म त छक्क परेछु। तिमी चाहिँ भर्खरको भन्छ। त्यो भएर म चाहिँ सेतो मेहन्दी पो लामो के हो जस्तो लाग्छ म त। सेतो मेहन्दी लाएर देखिनु अरे दाजु अलिकति दिदी त भर्खर गएर अर्को बिहा गर्छ जस्तो लाग्छ। के गर्नु घरमै बस्नु पर्यो अब म त। दिदी नि यति राम्रो हुनुहुन्छ त नि भर्खरको।
मासु नि सके जस्तो छ अब। गाईचहरू यस्तो अप्ठ्यारो ठाउँमा हिँड्दैछौँ बोकेर, गरौँ गरौँ भारी अँध्यारो छ। मेरो त एक सेकेन्ड मात्रै मेरो त दाउरा फाइनली गाइस म चाहिँ घर आइपुगेँ, पसिना सोरी भएर आइपुगेँ दाउरा लिएर। अनि मेरो दाउरा पनि यति छ, जङ्गलमा दाउरै थिएन कि, अलिअलि दाउरा थियो अनि लिएर बसिरहेको छु। अनि मेरो भिडियो पनि अन्त्य हुन लाग्यो। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धन्यवाद। अनि कस्तो छ कमेन्ट गरिदिनु होला। भर्खर भिडियो बनाएको, भिडियो बनाउनै आउँदैन, जे जस्तो छ कमेन्ट गरिदिनु होला, सुझाव सल्लाह दिनु होला, अनि लाइक पनि गरिदिनु होला भन्दै तपाईँहरूसँग बिदा माग्न चाहन्छु। हस्त, बाई बाई, नमस्ते।